उसकै काखमा लुटुपुटु हुन पाए पनि कस्तो हुन्थ्यो होला उसलाई छुन्न पाए पनि मायाले मन छोला जस्तो छ मलाई हेरी मुसुक्क मुस्कुराए उनी हाय अब के होला जस्तो छ मलाई हेरी मुसुक्क मुस्कुराए उनी हाय अब के होला जस्तो छ होला जस्तो छ स्वार्थले मनभरि यसै स्वार्थै ठुलो हुने म सोझिता त्यही स्वार्थीलाई सम्झे रोनी कसले भन्यो पश्चिमबाट घाम लाउँछ अरू सबै माग सानो आँसु नमाग तिमीले छोडे पछि रुन काम लाउँछ यो धडकन भित्र छौ तिमी मैले फेर्ने सास हो तिमी मायाको बन्धनमा सधैँ बन्धन मेरो हात थामी भोजराज थापाले ल्याएको प्रतिभाहरू खै कहाँ छन् के गर्दैछन् भन्नेहरूलाई पनि यो उदाहरण हो हैन सङ्घर्ष गरिरहेका छन् जिन्दगी नै सङ्घर्ष हो खास